हेलो गाइज है फेरि पनि नयाँ स्वागत छ है एउटा मेरो नयाँ ब्लगमा। सो आज चाहिँ सन्डेको दिन र समर पनि छ अनि टेम्परेचर पनि राम्रै छ। आज लगभग कति छ 29 30 छ अनि आज चाहिँ हामी केटाहरूसँग मिलेर टेगलतिर आएको छौँ। अहिले बोटमा छौँ अहिले होइन। टेगलको एउटा चाहिँ इन्जेल 7वटा इन्जेल छ, 7वटा इन्जेल घुमाउँछ बोटमा। यहाँनिर चाहिँ एउटा सानो मिनी बार छ, बियर सियर बेचिरहेको छ, फान्टा सफ्ट ड्रिङ्क्सहरू। अनि केटाहरू सब यहाँ चाहिँ बसिरहन् मजाले। फर्स्ट मेदेखि मात्र मलाई यता घाम लागिरहेको छ, नत्र भने मतलब फेब्रुअरीमा बस्ने मान्छे भर्खर 3 दिन भयो। नाउ आइ एम फिलिङ दिस समर। जो जर्मनीमा पनि समर छ, केटाहरू छ र वेट गर्नुपर्छ। त्यही त यहाँ पनि हाफ प्यान्टमा घुम्न पाउँछ। यहाँ आइल्यान्डहरू कति दामी। यहाँ चाहिँ गाइजहरू चाहिँ फिसिङ गरेर आएको छ होइन। अनि यतातिर केटाहरू चाहिँ फोटो खिचिरहन्। यहाँ फोटोग्राफर हाम्रो लाक्पा भाइ सुभाष भाइको फोटो खिच्दैछन्। राजुजी कताको हो? जाउँ न त एकचोटि हेरेर आउँ राजुजीलाई। हामी चाहिँ तल जाँदैछौँ रेस्टुरेन्टमा। राजुजी चाहिँ तल गएको। यता चाहिँ भित्र रेस्टुरेन्ट हो। रेस्टुरेन्टमा चाहिँ अब यता राजुजी त फोटो खिच्दैछन्। यो चाहिँ रेस्टुरेन्टको तल भाग चाहिँ यो। यतातिर मान्छेहरू नुहाउँदैछन्। सिनहरू बुफे लागेको छ सब। यहाँ चाहिँ म भाडामा आएँ किचनमा। यता नै किचन पनि छ, बार पनि छ सानो। मेनुमा हेरौँ के रहेछ। हामीले चाहिँ गेटरिङको चाहियो, खाना त चाहिँदैन। पेप्सी कोला, सोफा फ्लास। यतातिर गाइज यो चाहिँ धनाडीहरूको घरहरू है। यो चाहिँ सब पैसावालाहरूको घर। दामी दामी घर बनाएर बसेछन्। आफ्नो आफ्नै बोट छ पर्सनल। यहाँ चाहिँ हाम्रो बियर चाहिँ आइसकेको छ होइन। केटाहरू अहिले चाहिँ प्रोस्ट गर्दैछ। ल प्रोस्ट है केटा हो। ल ल के रे कस्तो एनाकोन्डा भने त्यस्तै लाग्यो। एनाकोन्डा नआउला नि फेरि। हामी बियरमा खाएर झ्याप त फेरि त आउँदैन। पौडी खेल्न त आउँछ नि त। भइसक्यो हो कि हैन? म त झ्याप भइसक्यो। म चाहिँ सिधा साधा है, मेरो 10मा मात्र। केटाहरूलाई रमाइलो लागिरहेछ आज त्यसो भए होइन? रमाइलो छ। एकदम रमाइलो भयो। भाइब पनि एकदम मिलेको छ। मौसमले पनि साथ दियो। अघि त अलि जाडो भएको थिएन एकछिन, त्यो बादल लागेर। हिजो पनि रमाइलो भएको थियो, आज पनि रमाइलो भयो। बरु यहाँ हामी ग्रिल गर्न पाएमा यही भित्रकै यही माथिपट्टि है। यही ठ्याक्क ग्रिल गर्दै बियरहरू चाहिँ लिँदाखेरि अनि स्पट ल्याएर राखिदिन्छ। त्यस्तै यहाँ ग्रिल हुनु पर्यो कि 100 युरो एक्स्ट्रा दिन्थ्यौँ के। सुभाष भाइसँग हाम्रो छ एक्स्ट्रा छ, उहाँले दिन सक्नुहुन्छ। केटाहरू मस्ती भइरहेछ होइन। कागजको प्लेन पनि उडिरहेको रहेछ होइन माथि। केटाहरू चाहिँ केटाहरू हाम्रो लाक्पा भाइ र सुभाष भाइ चाहिँ बियर चाहिँ अब घ्याम्पे आन्ने होइन। अब म हेर है त ल ल ल दुवैजना ल घ्याम्पे त। केटाहरू त आम्मामा के हो। के हो भन। धेरै भयो अब
मजा आयो मजा आयो चाहिँ अनि हो कति ज्याप भयो अरू नैको म त चिनेकै छैन ओके हुन त बेलुका गएर चाहिँ छुट्टै पार्टी छ क्या फेरि चौबल्टीमा गएर छुट्टै पार्टी छ हाम्रो चाहिँ होइन सबैजना केटाहरू भेट भएर त्यहाँ चाहिँ रमाइलो गरिन्छ बियर पिन्छ खाना खाइन्छ रमाइलो गरिन्छ साथीहरूसँग हो कि होइन एकदमै समर त मनाउनु पऱ्यो नि त यही त नि समर मनाउने भनेको साथीहरूसँग भनेको विदेशमा आएर रमाइलो गर्ने भनेको यही हो कि होइन सर म पनि एकदम सही कुरा भन्छु होइन हो खबर आइरहेको छ होइन गर्नै अब पर्यो नयाँ जोस जागरका साथ अब चल्नुपर्छ रमाइलो गर्नुपर्छ होइन त्यही हो ल ल है गाइज अब चाहिँ हामी चाहिँ फाइनल डेस्टिनेसन पुगिसक्यौँ हामी फर्केर आइसक्यौँ अब यहाँबाट चाहिँ हामी अब घरतिर लाग्छौँ अब यहाँ सबजना ओर्लिनलाई चाहिँ हतार गरिसक्यौँ यहाँ फेरि दुईजनाको पुरै चलिरहेछ फेरि यहाँ चाहिँ गाइज होइन एउटा कुरा चाहिँ के भने जस्तै यहाँ अब पार्टी इभेन्टको एउटा छ यहाँ होइन जस्तै अब कसैलाई बिहेको रिसेप्सन पार्टी अब केही यस्तो यस्तो पार्टी भयो गर्न छ भने यहाँ चाहिँ कन्ट्याक्ट गरे हुन्छ है अब हामी चाहिँ पुग्यौँ यहाँ होइन अब चाहिँ बाहिर निस्किरहेछौँ यहाँबाट चाहिँ निस्केर घरतिर लाग्नु पर्ला हामी चाहिँ अब यहाँबाट फाइनली निस्किन लाग्यो सो कम्पनी चाहिँ यो रहेछ स्ट्यान्ड क्राइसको यो चाहिँ बर्लिन टेगेल अनि अरुण सर कस्तो लाग्यो त आज आज एकदम नयाँ एक्सपिरियन्स एकदम राम्रो एक्सपिरियन्स भयो समरको नयाँ भयो जस्तो लाग्यो ए अनि राजु सरलाई कस्तो लाग्यो हजुर एकदम राम्रो लाग्यो किनभने आज मौसम पनि सफा सोनिस होइन चारैतिर टुलिप फलेको मान्छेहरू पनि एकदम खुसी तुली पनि देखाइदिउँ न होइन यहाँ तुली फलेको र झन् त्यो लेकमा बसेर जुन भ्यू र एउटा बियरको कम्पनी र स्मोकिङको पनि कम्पनी थियो अनि साथीहरू तपाईँ जस्तो कम्पनी थियो सोने पे सुहागा भन्छ नि त्यही भयो तिमीलाई चाहिँ मलाई चाहिँ आज चाहिँ एकदम रमाइलो लाग्यो आज चाहिँ यहाँ सबैजना मान्छे आउनु पनि पर्छ म चाहिँ त्यो तर्कमा चाहिँ म एकदम सहमति दिन चाहन्छु हो कि यदि चाहिँ तपाईँहरू चाहिँ घुम्न आउनुहुन्छ बर्लिन भने चाहिँ आर्थिक समयमा चाहिँ आउनै पर्छ र सिपमा चाहिँ आएर चढ्नुहोस् तपाईँले यहाँ आफ्नो सिप चढाउनु पनि मिल्छ अथवा सानो बोट फार्म गर्न मिल्छ नत्र ठुलो सिपमा चाहिँ चढेर जानु पनि मिल्छ तपाईँहरू 7वटा आइल्यान्डहरू छ त्यसमा तपाईँहरू घुम्नुहुन्छ जतासुकै अथवा पोस्टमतिर जाने हो कि 2-3 घन्टाकै टुर गर्ने हो कि होइन यहाँको आएको दृश्य अवलोकन गर्नुहोस् सबै आनन्दमयहरू लिनुहोस् सुनमा सुगन्ध छ हो कि साथीहरूसँग आउनु रमाइलोहरू गर्नु त्यही भन्दै म 2 शब्द बोल्छु ल अनि लाक्पा भाइलाई लाक्पा भाइ होइन लाक्पा भाइ भन नि तिमी म त यहाँ 4 बजी चढिसकेँ तिमी भन रमाइलो लाग्यो है धेरै बोल्ने मान्छे पनि होइन धेरै घुम्ने मान्छे पनि होइन तर दाहरूसँग आज रमाइलो भयो ल सही हो त्यसो भए अब चाहिँ हामी घरतिर लाग्छौँ बिस्तारै होइन अब सी यु नेक्स्ट टाइम होइन छ अहिले अझै छ अहिले त कहाँ सकिन्छ 24 पुग्छौँ हामी हाम्रो प्रज्वलजीको डेली ब्लग भन्छ बिस्तारै टेगलजीलाई चाहिँ सी यु टेगलजीलाई चाहिँ सियु नेक्स्ट टाइम होइन त्यही भन्नु पऱ्यो केटाहरूलाई आज एकदमै रमाइलो भएको छ अनि केटाहरू पुरै गीत गाउँदै होइन घरतिर लाँदैछ होइन फुल चाहिँ दामी रहेछ नि त यता फुलहरू कस्तो दामी फुल रहेछ रमाइलो भएको छ होइन केटाहरूलाई कपिराइट लाग्ला नि फेरि भनेको के कपिराइट लाग्ला फेरि भनेको त्यसरी गायो भने यसको त लाग्दैन गएको होइन केटाहरू जाँदैछन् बिस्तारै यो लाइट हेऱ्यो भने चाहिँ मलाई चाहिँ यस्तो कता कता म लन्डनतिर छु कि जस्तो लाग्छ कि मलाई कुनै बेला कस्तो लाग्छ भने अहिले चाहिँ भर्खर समर सुरु हुनु लाग्छ अनि मौसम चाहिँ कस्तो सफा छ होइन रुखहरू पनि पुरै हरियाली आइसक्यो रेस्टुरेन्टहरू पनि पुरै भरि भराउँछ अहिले टेगेलतिर
केटाहरूको कुरा चाहिँ आफ्नै फेरि के टपिकमा कुरा भइरहेछ थाहा छैन मलाई होइन, तर हल्का अब समर आउने बित्तिकै यतातिर हल्का चहल पहल पनि बढेको छ मान्छेहरूको। अब यहाँ चाहिँ आलटेकलको चाहिँ मेन चोक चाहिँ यो हो होइन, यहाँबाट चाहिँ उभान र बसहरू लाग्छ। अब हल्का चाहिँ अलि बेलुका बेलुका हुन लाग्यो अनि मान्छेहरू पनि कम सम भयो। यता फेरि बच्चाहरूलाई चाहिँ रमाइलो भएको छ। अब यता चाहिँ अहिले चाहिँ उभान चाहिँ छैन, उभान चाहिँ अहिले तल चाहिँ काम भइरहेको छ अनि अहिले चाहिँ बस छ होइन, रिप्लेसमेन्ट सर्भिस। सब चाहिँ हामी बस स्टपतिर जाँदैछौँ अहिले। गाइज है फाइनली चाहिँ घर आइपुग्यो। अब चाहिँ आजको ब्लग चाहिँ यहीँ गर्छौँ, अर्को भेटौँला फेरि नयाँ ब्लगमा। सो मैले पनि अहिलेलाई बाई भन्यो, लाग्बाले पनि भन्यो चाउ चाउ। अर्को ब्लगमा भेटौँला नमस्कार भन्दै म चाहिँ यहीँबाट बिदा लिन चाहन्छु। ल। आजको कार्यक्रम